साथी, तपाईँको बेबीको अहिले खाना थैलीको आकार चाहिँ सानो हुन्छ। तपाईँको स्तनबाट निचोड्दाखेरि लगभग 1 चम्चा जति मात्र पनि बिगोती दुध आउँछ भने त्यसले चाहिँ शिशुलाई मजाले पुग्छ र शिशुको खाना थैली सानो भएको हुनाले शिशुले छिटो खाना खोज्छ। तपाईँले जति धेरै पटक स्तनपान गराइराख्नुभयो, जति धेरै दुध चुसाइराख्नुभयो, त्यसले गर्दा तपाईँको शरीरमा प्रोल्याक्टिन हर्मोन रिलिज हुन्छ, जसले गर्दाखेरि चाहिँ दुध बनाउनलाई मद्दत गर्छ। सो कुनै पनि यस्तो चाहिँ स्तनपान बारम्बार गराइराख्ने भन्दा राम्रो उपाय केही पनि छैन। जति धेरै तपाईँले स्तनपान गराइराख्नुहुन्छ, शिशुलाई नजिक राख्नुहुन्छ, शिशुलाई हेर्नुहुन्छ, खेलाउनुहुन्छ, त्यसले गर्दा तपाईँमा चाहिँ हर्मोनल स्टिमुलेसन हुन्छ, जसले गर्दाखेरि स्तनबाट दुधको उत्पादन बढ्छ। अर्को कुरा चाहिँ के बुझ्नु पर्यो भने खानेकुराहरूमा पनि ध्यान दिनुपर्छ। सो खानेकुराहरूमा पनि हामीले अब चाकु, भात, घिउ यस्तो भन्दा पनि त्यो जति खाए पनि त्यसले चाहिँ स्तनबाट दुधको उत्पादनलाई बढाउँदैन। तपाईँले खानेकुराहरूमा चाहिँ क्याल्सियमहरू बढी पाइने झोलिलो कुराहरू चाहिँ प्रशस्त खानुपर्छ। सो जति धेरै झोल कुराहरू खानुहुन्छ र जति धेरै शिशुलाई स्तनपान गराइराख्नुहुन्छ, चुसाइराख्नुहुन्छ, त्यति छिटो र धेरै पर्याप्त मात्रामा दुध आउने भयो। सो खानेकुराहरूमा पनि ज्वानोको झोलहरू, माछा मासुको रसहरू, अन्डा, त्यस्तै गरेर चाहिँ दुधहरू, मोहीहरू, यस्तो कुराहरू चाहिँ झोलिलो कुराहरू, गेडागुडीको झोलहरू, दालहरू, त्यस्तो खानेकुराहरू चाहिँ प्रशस्त खानुपर्छ। अर्को कुरा भनेको चाहिँ अब आइरन र क्याल्सियम पनि धेरै जसो आमाहरूले सुत्केरी भइसके पछाडि चाहिँदैन अब मलाई भनेर नखाएको पाइन्छ। सो आइरन क्याल्सियम पनि तपाईँले चाहिँ कम्तीमा शिशु जन्मेको 3 महिनासम्म आइरन खाइराख्नु भयो भने यसले पनि तपाईँको स्तनबाट दुधको उत्पादनलाई बढाउँछ। सो तपाईँ माछा मासु खानुहुन्न भने चाहिँ तपाईँले अब दुध दहीहरूमा चाहिँ बढी फोकस गर्नुपर्ने हुन्छ। गेडागुडीहरूको झोलहरूमा, ज्वानोहरू, यस्ता सुपहरूमा चाहिँ बढी फोकस गर्न सक्नुहुन्छ। अर्को चाहिँ भनेको अब तपाईँले यो ब्याकमा, यो ठ्याक्कै यो रौँ पलाको ठाउँभन्दा तल यहाँ ब्याकसम्म चाहिँ मजाले यसरी मसाज गर्ने, ढाडहरूको मसाज गर्ने, तेल लगाउने गऱ्यो भने यसले पनि स्तनबाट दुधको उत्पादनलाई बढाउँछ। सो शारीरिक रूपमा पनि तपाईँ एकदमै सन्चो भएको महसुस गर्नु पर्यो। कतै दुखेको ओरेको छ भने त्यसले पनि स्तनबाट दुधको उत्पादनलाई घटाउँछ। सो दुखाइहरूको उपचार गर्नु पर्यो, म्यानेज गर्नु पर्यो। सँगै चाहिँ तपाईँले सही आसनमा शिशुलाई चाहिँ स्तनपान गराउनु पर्यो। सो स्तनपान गर्दाखेरि शिशुको चाहिँ यो मुखभित्र तपाईँको स्तनको पुरै निप्पलको भाग वरिपरिको कालो भागहरू पसेको हुनुपर्छ। शिशुको गाला यस्तो भित्र गएको हुँदैन, पुक्क भएको हुनुपर्छ। शिशुले मजाले दुध चुसेको तपाईँले फिल गर्नुपर्छ। अर्को भनेको शिशुको नाइटो तपाईँको पेटतिर चाहिँ फर्केको हुनु पर्यो। शिशुलाई पनि सजिलो हुनु पर्यो र जति बेरसम्म खाना खोज्छ त्यति बेरसम्म चाहिँ चुसाइराख्नु पर्यो। र तपाईँ पनि सिधा भएर बसेको हुनुपर्छ। यो तल बसेको ठाउँदेखि लिएर तपाईँको यहाँ गर्दनसम्म, टाउकोसम्म चाहिँ सिधा भएर बस्नुभयो भने यसले पनि स्तनबाट दुधको उत्पादनलाई बढ्नलाई मद्दत पुर्याउँछ। तपाईँ निहुरेर खुवाउने, त्यस्तै गरेर कुप्रो भएर खुवाउने, बाङ्गो भएर खुवाउने, अप्ठ्यारो भएर खुवाउने गर्नुभयो भने यसले चाहिँ दुधको उत्पादनको कमी गराउँछ, जसले गर्दाखेरि स्तनबाट दुध राम्रोसँग आउन पाउँदैन। अर्को स्तनलाई समात्दाखेरि पनि तपाईँले यसरी स्तनलाई चाहिँ मुन्टालाई समात्नु भएन, यसले चाहिँ तपाईँको रेस्ट्रिक्सन गरिदिन्छ, राम्रोसँग दुधको फ्लो हुन पाउँदैन। सो यसरी सी होल्ड गर्न सक्नुहुन्छ। अथवा शिशुको नाक छोपिँदैन भने समात्नै पर्छ भने चाहिँ तपाईँले फ्रीले छोडिदिएर चाहिँ शिशुलाई राम्ररी शिशुको सपोर्ट गरेर गर्नुभयो भने स्तनलाई चाहिँ सपोर्ट गरिराख्नु पर्दैन, तर नाक छोपिन सक्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। अर्को, अब तपाईँको भर्खरै सुत्केरी हुनुभएको छ, सो कम्तीमा दिनभरिमा 8 देखि 10 पटक र राति पनि तपाईँले 2 देखि 3 पटक स्तनपान गराउनु भयो भने राति स्तनपान गराउँदाखेरि तपाईँको शरीरमा हर्मोनहरूको रिलिज राम्रो हुन्छ, दुध बनाउने हर्मोन धेरै उत्पादन हुन्छ। सो राति पनि तपाईँले 2 देखि 3 पटक उठेर दुध खुवाउनु भयो भने चाहिँ राम्रो हुन्छ। स्तनलाई चाहिँ खाली गरिराख्नुपर्छ। सो एकपट्टिको स्तनलाई चाहिँ तपाईँले स्तनपान गराइराख्नु भएको छ भने अर्कोपट्टिबाट आफै बगेर गइराखेको हुन्छ, त्यसलाई रोक्ने थुन्ने गर्नु भएन, बग्न दिनुपर्छ। जति धेरै स्तन खाली गर्नुभयो त्यति नै धेरै दुध उत्पादन हुन्छ। सो शिशुले खाएर पनि, खाइसकेर शिशु अगाए तापनि तपाईँको स्तन सारो नै छ, दुध आइराखेको छ भने त्यसलाई चाहिँ एउटा सफा कचौरामा अथवा चाहिँ बिर्को भएको सिसाको बोतलमा तपाईँले चाहिँ निचोरेर राखेर त्यो पनि फेरि शिशुलाई खुवाउनको लागि चाहिँ राख्न सक्नुहुन्छ, सञ्चित गर्न सक्नुहुन्छ। जति धेरै स्तन खाली गरिराख्नुभयो, निचोरेर भए पनि शिशुलाई खुवाएर भए पनि। अनि अर्को कुरा चाहिँ जति धेरै शिशुलाई चुसाइराख्नुभयो त्यति नै स्तनबाट दुधको उत्पादन बढ्छ है। सो यति गर्दा पनि तपाईँको स्तनबाट दुध आइराखेको छैन भने एकपल्ट तपाईँले स्वास्थ्य कर्मीसँग परामर्श लिन सक्नुहुन्छ। सो तपाईँले आफूलाई कन्फिडेन्ट पनि राख्नु पर्यो, म मेरो शिशुलाई मेरै स्तनपानले पुर्याउँछु, 6 महिनासम्म म केही पनि खुवाउनु पर्दैन मेरो शिशुलाई, मैले खान्छु अनि मैले खाएको खानेकुराहरूबाट शिशुलाई पनि पोषक तत्त्वहरू चाहिँ मैले दुधको माध्यमबाट चाहिँ पुर्याउँछु भन्ने तपाईँले आफूलाई पनि एकदमै कन्फिडेन्ट राख्नु पर्यो है।